हेलो दोस्तों, मैले आज एउटा फुल लिएर आएको छु। रोपेको छु। यो हो, यसको नाम मैले राखिदिएको करुणा। यो हो एउटा, अझै एउटा छ यहाँ। यहाँ पनि छ, कोपिला निक्लिरहेको छ यसलाई। यसलाई यहाँ यसरी रोपेर यहाँ यो हो गोबर। यो गोबर यहाँ यसरी हालिदिने। यो गोबर हो। अहिले त कोपिला मात्रै निस्किराखेको छ फुल्ला। यो अर्को यहाँ पनि निस्केको छ। यसको नाम राखेको मैले करुणा हो। अब हेर्नु कस्तो फुल्दो रहेछ। फुलेपछि मैले देखाउँछु हजुरहरूलाई कस्तो फुल फुल्छ यो। अहिले त कोपिला मात्रै छ। कोपिला छ। यो कोपिलालाई फुल हुन अब अलिक टाइम लाग्छ। रोपिदिए। अब यसलाई माटोहरू यसरी हालिदिनु पर्यो, भइहाल्छ। ल ओके साथी भाइ, हेर्नु होला मेरो फुल कस्तो लाग्छ हजुरहरूलाई, कमेन्ट गर्नु होला। ओके, रुना फुलको अलिकति फक्रेको छ, पुरा फुल भएको छैन, फुल हुनु बाँकी छ। फुल भयो भने म हजुरहरूलाई देखाउँछु ल। अहिले यो फुल यत्तिको फुलेछ है। यो अझै फुल्छ, ठुलो हुन्छ यो अझै। यसको नाम मैले राखेको करुणा। हेर्नुहोस् मेरो करुणा फुल कम्प्लिटली फुलेछ यो। कतै छैन यसमा सानो तिनो कली, खै नेट जस्तो एकदम करुणा भाइरस चाहिँ गोलो भएर भएको छ। यस्तो कति राम्रो लागेछ। जाली जाली नेट छ भन्छ बिचमा, कति राम्रो लागेछ। हेर्नु कस्तो लाग्यो हजुरहरूलाई मेरो करुणा फुल, भन्नु होला कमेन्टमा। ओके बाई।